हेलो गाइज, आज चाहिँ म चट्ट लगाएर हाम्रो गराईबाट चाहिँ चट्ट भल स्टार्ट गर्दैछु होइन। हामी चाहिँ यहाँ आएको चट्ट लगाएर आज गोड्न। यो चाहिँ हाम्रो पहिला अघिल्लो भलामा देख्नुभयो होला। चट्ट लगाएर आज चाहिँ हामी के भन्छन् मकै गोड्न आएको होइन। मम्मीहरूले चाहिँ मम्मी अरू हजुरले गोड्नु भएको उहाँ यहीँ गोड्याउने उहाँ यो माथिले गोड्नु भएको रहेछ। अब दुईवटा माथि क्या, अनि एउटा यो यत्रो ठुलो गड यति चट्ट लगाएर गोड्नु पऱ्यो। त्यसपछि अनि त्यही हो, अब मलाई गोड्न आउनु फर्स्ट टाइम गोड्दैछु। कसरी गोड्ने के हो सब मम्मीसँग हल्का फुल्का सिक्नु पऱ्यो। अनि जे कुरा पनि सिक्नै पर्छ, पहिला नसिकेर केही पनि आउन्न। म सिक्छु अब, त्यसपछि अनि गोड्न सुरु गरिहाल्छु। मकैहरू लगभग यत्रो भइसक्यो, सबैले गोडिसक्यो। हामीसँगै लगाएको सबैले गोडिसक्यो। यहाँ तल पनि जस्ट हाम्रो मात्रै बाँकी हो कि हाम्रो पनि गोड्दैछौँ बिस्तारै चट्ट लगाएर चाहिने जो जिन्दगी। म त्यस्तै हाम्रो गोड्न जान्दैन कि उब्को अनि भ्याएको पछि वरिपरि राति गोड्ने अनि त्यसमा लाउने माटो घोगामा दोस्रो 300 गोड्ने लाने त्यसमा लाउने दोस्रो गोड्नेलाई ढल्किया बोट खोजिदो छ। यो ढल्किया बोट खोजिदो छ नापा यो मात्रै हो लाइने मान्छे सबै मुखेर लाइने होइन कि यस्तो गर्नु ढुङ्गा उडा छन् अझ अझ गाइस फाइनली अहिले हामी चाहिँ चट्ट लगाएर घर गोडेर नै अम्काउन थालिहाल्यो होइन। अब यही मात्र उतार्ने त्यति मात्र बाँकी हो। यो त्यत्रो ठुलो गडो यहाँसम्म छ कि ऊ त्यहाँ पर रुखबाट सिधा सिधा यहाँसम्म छ। यो अम्काएर अनि यहाँ चल्थ्यो, यो अम्काएर अहिले चाहिँ यो अम्काउन लाग्छौँ। यति अम्काएर जानुपऱ्यो, खानासाना खानुपऱ्यो, फेरि अन्त ठाउँ पनि गोड्नुपर्ने छ। आज चाहिँ अलि ढिला गऱ्यौँ हामीले, किनकि हल्का टिकटक सिकटक गरायौँ, त्यही भएर अलि ढिला भयो होइन। मम्मीले चाहिँ पहिलोपटक होइन मम्मी टिकटक बनाएको
हामी टिस्ट चट्ट लगाएर गरायौँ। मम्मीले पहिलोपल्ट गराउनु भयो, हाम्रो क्यामेराम्यान अनि म डान्सर। चट्ट लगाएर नाच्नु आउँदैन, त्यही पनि त्यत्तिकै एकछिन टाइम पास त नभनौँ र फ्रेस यताउति भनेर टिकटक पनि गरायौँ। लास्ट गरिदिन्छ गाइजहरू, यति अम्काउँछौँ अनि त्यसपछि हामी चलिदिन्छौँ चट्ट लगाएर होइन। केही छैन, अब 10-20 मिनटमा अम्किन्छ, त्यसपछि हामीहरू चलिदिनु पर्ने हुन्छ। त्यही गाइस, सब्सक्राइब गर्नुहोस् सबैजनाले अनि भिडियो अन्तिमसम्म हेरिदिनु होला। त्यही अरू के सपोर्ट गर्नुहुन्थ्यो त्यति नै सपोर्ट भइपुग्छ। फाइनल्ली सकियो है, यहाँको चाहिँ घोडेर अब अन्त थाहा छ। यहाँ भर्खरै आज सुरुवात हो, अब अन्त त छ। अब यहाँबाट सुरुवात गरेको यहाँको सकियो, अन्त चाहिँ अब माथि यहाँतिरबाट हामी दाउरा लिएर जाँदैछौँ। अस्ति मैले चाहिँ यहाँ टक्क हाँगाहरू काटेर फालेको थिएँ क्या, अनि आज चट्ट लगेर जानु आएको। यसरी पनि हगिल्लो होला त्यसले सक्दैन त, हगिल्लो कि नै यो लिनेवाला छौँ। अस्ति मैले काटेँ ईश्वरन छु त्यही गाइस चट्ट लगाएर अब लिम जाम के छ राख्ने त अनि। त्यसपछि केही छैन, मैले दाउरा बोकेर त्यसपछि भाइलाई बोक्न दिएर लगभग हामी घर पुग्न थालिसकेका थियौँ र हाम्रो घर पनि नजिकै आइसकेको थियो। अन्तिमसम्म हेर्नुभएको छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला।